बुद्धिमान व्यक्तिको जीवन सुख प्राप्त गर्नु होइन, दुःख टार्नु। आदरणीय यस सभाका सभापतिज्यू, यहाँ मञ्चमा उपस्थित सम्पूर्ण अतिथिगण, निर्णायक मण्डल, मेरो प्रतिनिधि साथीहरू, यहाँ सम्पूर्ण लियोस र सम्पूर्ण उपस्थितहरूमा म लियो क्लब काठमाडौँ युनाइटेड ब्याडमिन्टन क्लब प्रेसिडेन्ट लियो रोशन यादवबाट स्वीकार्नुहोस् न्यानो नमस्कार। काम भनेको जीवनको सार हो र एउटा फेमस भनाइ छ, कामले मान्छेलाई उसको उद्देश्य थाहा पाउन, उसलाई बाटोमा राम्रो बाटोमा हिँडाउन उपयोग्य र एकदम बलियो बनाउँदछ। आज हामी यहाँ सबै बसिरहँदाखेरि हामी सबै लियोजहरू र नन लियोजहरू पनि छौँ। हामी लियोजहरूले चाहिँ प्राउड फिल गर्छौँ हामीले सेवा गर्यौँ। हामीले सेवा गर्दाखेरि हाम्रो खुसी कहाँ पाउँदछ भन्दाखेरि त्यो ढुकढुकीमा जब मानिसले एकदमै दुःख पाइरहेको हुन्छ र त्यो दुःख पाइरहेको बेला चाहिँ हामीले उहाँले कि एक गाँस खाना समेत खुवाउन पाउँदाखेरि चाहिँ त्यो हाम्रो लागि खुसी हो। र म यो भन्न चाहन्छु, यही मञ्चबाट यो भन्न चाहन्छु, कुनै काम गर्नलाई हामी लियो हुनु पर्दैन, इन्ट्र्याक्ट हुनु पर्दैन र हामी कुनै क्लबसँग जोड्नुपर्छ भन्ने छैन। हामी जुनसुकै संस्थामा अथवा कुनै संस्थामा नभए तापनि हामीले हाम्रो समाजलाई दिनुपर्ने, समाजलाई परिवर्तन गर्नुपर्ने र समाजको कल्याणको लागि काम हामीले गर्न सक्छौँ। लियो त हाम्रो एउटा पाठ देखाउने बाटो, यसले त हामीलाई एउटा बाटो खोलिदिएका छौँ जहाँ हामीले काम गरेपछि हामीले एप्रिसिएसन पाउँछौँ। हामी आज यहाँ काम गर्नु भनेको खुसीको लागि त हो, सँगसँगै हामीले आफ्नो एप्रिसिएसन पनि खोज्छौँ। तर सच्चा र त्यो ह्याप्पिनेस भनेको कहाँ पाइन्छ भन्दाखेरि चाहिँ म एउटा तपाईँहरूलाई घटना सुनाउन चाहन्छु। म यो लियोमा लागेको 4 वर्ष भयो। 4 वर्ष हुँदाहुँदै म पहिलोचोटि लगन खेलमा त्यहाँ नेत्रहीन बच्चाहरू थियो, उहाँलाई एकदमै गाह्रो भएको अवस्था थियो। त्यहाँ आउँदाखेरि चाहिँ म पहिलोचोटि लियोमा जाँदाखेरि चाहिँ त्यहाँ हामीले एउटा भोजन कार्यक्रम राखेका थियौँ र उनीहरूसँग जुन लगाव मैले देखेँ, उनीहरूसँग जुन कला थियो त्यो कलालाई चाहिँ र उनीहरूले प्रस्तुत गरेको कलालाई चाहिँ हेर्दाखेरि चाहिँ आफूलाई यति खुसी लाग्यो, यति खुसी लाग्यो। त्यो दिन मैले थाहा पाएँ मैले जीवनमा जति पनि पैसा कमाउन सक्छु, जति पनि आफ्नो प्रपर्टीलाई एसेटलाई जेसुकै बनाउन सक्छु, तर मेरो खुसी त्यहाँ रहेन छ। मेरो खुसी त त्यो बच्चाले खाएको देखेर मलाई त मन त एकदमै खुसी भयो। त्यही भएर कल्याण भनेको हामीले गर्ने त कहाँ, हामीले काम गर्ने त कहाँ, हामी त परिपक्व छौँ, हामी त एकदमै ठाडबाडले यहाँ खडा भएर हिँडिरहेको छौँ। तर जो मान्छे अशक्त छ, जो मान्छेलाई एकदमै गाह्रो भएको छ, जो मान्छेलाई यो संसारमा उभिन समेत गाह्रो भएको छ, त्यहाँ समाज हामी कल्याण गर्छौँ। त्यहाँ गएर हामीले गर्ने कार्य काम र कल्याण हामी सँगै लान सक्छौँ। जब हामीले हाम्रो उद्देश्य, मैले भने सुरुमै भने, हाम्रो कामले हाम्रो उद्देश्य जनाउँछ। हाम्रो उद्देश्य के हो? यदि हामीले काम गरिराख्यौँ भने हाम्रो बाटो आफै बन्न सक्छ। आज म यहाँ उभिरहँदा मलाई एकदमै खुसी लागेको छ। मैले यो समय पाउँदाखेरि चाहिँ मैले यो 4 वर्षमा पाउनु भनेको मैले जीवनमा म यहाँ आएर आफ्नो यत्रो एक्सपेन्सिभ बेयर गरेर आउनु र लास्टमा मैले पाउनु भनेको खुसी हो। जब मैले यो एकजनालाई पनि मानिसलाई हेल्प गर्न सक्यो भने मेरो जीवनको लागि सबभन्दा ठुलो खुसी त्यही हो। लास्टमा भन्न चाहन्छु, सच्चा खुसी तब हुन्छ जब हामीले आफ्नो कामको परिणामले अरूको जीवन सुदृढ बनाउन सक्छौँ। धन्यवाद। जय लियो, जय लाला, जय। यसरी आफ्नो छैटौँ प्रस्तुति लिएर आउँदै हुनुहुन्छ लियो सुषमा।